वेलकम ब्याक टु माई च्यानल। आज धेरै दिनपछि हजुरलाई भ्लग ल्याइदिन्छु मैले। सन्चै हुनुहुन्छ सबैजना, म पनि सन्चै छु। अनि अब आज केही स्पेसल त केही छैन, मैले आज यत्तिकै भ्लग बनाइहालौँ भनेर खिचेको हो। र आजको हाम्रो प्लान चाहिँ सोहेल र मेरो प्लान चाहिँ अलिजे र आयुष बुटवल आछन् र आज हामीले अलिजेलाई भेट्ने प्लान गरेका छौँ। अब कहाँ छन्, कहाँ भेटिन्छ थाहा छैन, भेटिन्छ कि नै पनि थाहा छैन। हेर्नुहोस्, किन अब उनीहरू हायतमा बसेछन्। अब उनीहरू हामीले हिजो स्टोरी हेरिरहेको थियौँ, उनीहरू कहिले कता खाना गएको अब एउटा सिद्धार्थ कटेजमा खाना आएको थियो, हामीले त्यो हेरेको थियौँ हिजो स्टोरीमा। त्यही पनि हामीले ढिलो हेरेर हामीलाई बेफाइदा भयो। 1 घन्टापछि हामीले हेऱ्यौँ, तबसम्म उहाँहरू गइसक्नु भएको थियो त्यहाँबाट। र हामीले राति पनि फोन गरेर सोधेको थियौँ सिद्धार्थ कटेजमा, सोहेलले एउटा चिनेको हुनुहुन्थ्यो, उहाँलाई फोन गरेर सोधेको थियौँ, तर राति पनि आउनु भएन। राति आउने कुरा थियो अरे तर आउनु भएन। अब आज चाहिँ हाम्रो प्लान छ अलिजेलाई भेट्ने। अहिले चाहिँ डेली भ्लग हेर्छु उहाँको, म एउटा फ्यान हो उहाँको। अनि त्यसपछि अब हेरौँ, मैले गर्दा सोहेलले पनि हेर्नुहुन्थ्यो। अब हेरौँ भेट हुन्छ कि नै, के हुन्छ। तबसम्म म हजुरलाई अरू देखाइराख्छु मैले के गर्छु आज दिनभरि। किबानलाई खाना खुवाउनु लाग्यो, हामीले खाइसक्यौँ। अब म किबानलाई खाना खुवाउन छु। खान्न यसले त कहाँ खान्छ र भात, जहिले खान्न भन्छ। र हामीसँग आरिसा पनि छ। ये आरिसाको कतिवटा दाँत झरेछ। आरिसा त हामीसँगै भइरहेको छ दिनदिनै, हो आरिसा? हाम्रो आरिसा के अरे घरकै मेम्बर हो। र म किबानलाई भात खुवाउन लाग्छु। गाइस तपाईँले हेर्नु आयो कि नै? हेलो सब गाइज, हाम्रो भ्लगलाई भुल्नु भयो त्यो। सबैले भुलेको थिएँ, यहाँ रजियाले भुलेको थिएँ, मैले पनि भुलेको थिएँ, तर आज 81 खुल्यो। किन खुल्यो? तपाईँले मलाई आज भेटाउनुहुन्छ कि नै अलिजेसँग? भेटाउँछु, ट्राई गर्ने हो। अब कहाँ छन् तिनीहरू पत्ता लगाउनु पऱ्यो, मेन कुरा त्यो चाहिँ तिमीले सक्छौ। पछि त अब जानेर त म लगिहाल्छु, जसरी नै भेटाउँछु कि त्यो भन्छन् नि, त्यो भन्छन् नि, कहते हैं अगर किसी चीज को दिल से चाहो तो पूरी कायनात उसे तुमसे मिलाने की कोशिश में लग जाती है। गाइज, मैले यहाँ मेरो कोठामा आफ्नो कपडा सपडा मिलाइरहेको थिएँ र मैले भर्खर एकचोटि चेक गरिहाल्छु भनेर स्टोरी चेक गरेको अलिजेको। त अलिजे र आयुष यहाँ अहिले जयकोटीको सिद्धार्थ कटेजमा आछन् र म सोलाई पठाएको छु हेर्न। हेरौँ भेट हुन्छ कि नै। र म अब भेट भयो नि त्यो गाइज। मलाई भर्खर सोहेलले फोन गर्नुभएको थियो र अलिजे र आयुषले तल आछन् रे। सोहेल लिएर आउनु छ, म जान्छु, तपाईँलाई देखाउँछु के हुन्छ, कति कति बोल्छु, म सबै देखाउँछु। बाई। तपाईँले हामीले यति भेट्न खोजेको भेट्न मेरो तर तपाईँहरू हामीले कटेजमा पनि उहाँले चिनेको थियो। कति फोन गऱ्यो, आज राति डिनरको लागि आउँछन् कि भन्ने कुरा गरेको थिएँ। अनि हेऱ्यो राति पनि भेट्यो न, हयातमा राति लाइभ आउनुभयो तपाईँहरू। अनि अब चान्स छैन। त्यही त अब आज आपका पहले शो में भी हम गए थे, वो बुटोलको तपाईँहरूको फर्स्ट शोमा पनि आएको थियो के, जब बुटोल एकदम पहिला एकचोटि मिटअप थियो त्यति बेला पनि आएको थियो के। क्या हम फोटो क्लिक कर सकते हैं? सो गाइज, ब्याक स्टोरी चाहिँ के हो भनेपछि त्यति बेला चाहिँ तिनीहरू सिद्धार्थ कटेज आएको थिए खाना खान। अनि ठ्याक्क 2 मिनट भएदेखि स्टोरी राखेको। रजियाले देख्ने बित्तिकै मलाई भन्यो यस्तो यस्तो छ, सिद्धार्थ कटेज आएछ, खाना खाँदै छ नै भने कि। अनि तर के रहेछ भने चाहिँ म छिटै गएँ कि,
भन्ने बित्तिकै म गएँ अब अनि जान फेरि के रहेछ भनेपछि तिनीहरूले खाना खाएर बल्ल स्टोर राखेको रहेछन् कि निस्किन लागेको रहेछन् ठ्याक्क निस्किन लागेको थियो अनि गएँ अनि सिधै भने ल यस्तो मेरो बुढी चाहिँ एकदम फ्यान हो तपाईँहरूको एकचोटि आइदिनु पऱ्यो भेटिदिनु पऱ्यो अब यहाँबाट निस्केर फेरि अब भेटुन्न भन्ने जस्तो भएर मैले त्यही भनेँ यसो कन्भिन्स गऱ्यो अनि तिनीहरूले एकैचोटि माने के अनि यस्तो कति हम्बल रहेछन् भन्ने थाहा भयो कि तिनीहरूलाई यस्तो हुन्छ नि जाम एकचोटि घर अनि अझ हतार छ हामीलाई जान छ हामीलाई प्रोग्राम छ जान छ प्रोग्राम रहेछ भनिरहेको थियो र फेरि, त्यही पनि आए अब उनीहरूले यस्तो फ्यानको लागि आएको भनेको ठुलो कुरा यसो अलिकति कन्भिन्स गरेपछि मानिहाल्यो नि सिधै लिएर आएर बिच बाटोमा रजियालाई फोन गरेँ रजिया म लिएर आएको छु आऊ तल भन्दा त रजिया त यहाँ ल्याउनुहुन्छ तल म फेरि किबानलाई भात खुवाउँदै थिएँ त्यतिखेर म त बताएको हुन्थेन लिएर आउनुहुन्छ तल तपाईँले लिएर आयो उनीहरू आयो सेम त्यस्तै चाहिँ भयो कि मैले फेरि आऊ के तल भनेर भने फेरि चिल्लाएर के हुन्छ नि पछि अनि त्यही घर अगाडि लिएर आएपछि रज्जु झरेपछि त सरप्राइज अब त्यो भिडियोमा हेर्नु होला भिडियो यही भेट लिएर आएको के ल रज्जुको सपना पुरा भयो ल जाउँ न जाउँ तिनजना बस न ल सेरो हाम्रो पनि खिच्दैन रज्जु आऊ अब यहाँ त अलिक गाह्रै होला ल ल होइन ल धन्यवाद धेरै धेरै धन्यवाद ल आयुष धेरै धेरै धन्यवाद उसको एकदमै इच्छा थियो कि भेट्ने अनि जसरी भने पुरा गरौँ भन्ने भयो थियो पुरा गरौँ हजुर निसा मेसेज पनि हेर्थिनु होला कति मेसेज गर्यो हिजो अस्ति कि अब आयुष एक्टिभ हुँदैन धेरै त्यो पनि एकछिन गरिहालौँ भनेर अझ हामीले भेटेर आज दावतमा बोलाउन मिल्छ कि नै निस्किन्छ त्यहाँबाट हजुरहरू पनि एउटा बुटलमा एउटा फ्यामिली हुन्छ जस्तो हुन्छ भन्ने उसले खाने ठाउँ पनि अब हलाल अहिले कहाँको प्रोग्राम अब हेर्नु न कति ल्याइसक्छ गिफ्ट किनेर पनि ल्याइसकेको अब गिफ्ट किन्नुको टाइम छैन भन्नुभयो गिफ्ट किनेर राखेको उसले अब ठिकै छ अब नेक्स्ट टाइम कहिले आयो भने हमारा भी बहुत काम होता है धन्यवाद ल भनेर भएको फाइनली ल ल आइस बाई ल आइस बाई 2 hours late. So guys, अहिले चाहिँ हामी फुल्की चाट सेन्टर आछौँ किबान म र जु अब यहाँ फुल्की खान्छौँ र आजको डे र यो ब्लग चाहिँ हामी यहीँ इन्डिङ गर्छौँ होइन हो कि नै सो गाइज आजको भिडियो चाहिँ हामीले यहीँ इन्डिङ गर्न चाहन्छौँ सो तपाईँलाई मन परेछ भने लाइक गर्नु सेयर गर्नु अरूलाई पनि यस्तो यो भिडियो पुगोस् सो अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई